एनी कन्टेन्ट बनाउनको लागि तपाईँले मेरो एआई अवतार देख्नु भएको थियो होला। हेजेन भन्ने प्लेटफर्म छ। हेजेन भन्ने प्लेटफर्ममा गएर तपाईँले आफ्नो एआई अवतार बनाउन सक्नुहुन्छ। फर इक्जाम्पल मलाई चाहिँ मेरो म्याट्रिमोनी एप प्रमोट गर्नको लागि केटी मोडल चाहिरहेको छ अरे। अब अहिले म कुनै पनि केटी मोडल हायर गर्नको लागि मसँग बजेट छैन भने म के गर्छु, मैले यसरी एआई क्लोन बनाउँछु। सो दिस इज दि एआई क्लोन जो मेरो लागि काम गर्छ। सो वाट डु थिङ्क, डु यु थिङ्क दिस इज रियल? यो मान्छे रियल जस्तो लाग्यो नि तपाईँहरूलाई? तर यो मान्छे कम्प्लिटली एआई हो होइन। यो मान्छेको फेसियल स्ट्रक्चरहरू हेर्नुहोस्, केटी पनि नेपाली नेपाली जस्तै छ क्या। ओके, सो यो मोडललाई मैले युज गरेर यो च्याट जिपिटीमा गएर बनाएको। च्याट जिपिटीमा तपाईँहरूले फ्री अफ कस्ट बनाउन सक्नुहुन्छ। यसलाई अब म हेजेनमा गएर मैले यो केटीलाई चाहिँ एज एन एभटार यतापट्टि हालेर होइन, मैले यो केटीलाई युज गरेर भिडियो पनि बनाउन सक्छु। फर इक्जाम्पल मैले एउटा बनाएको छु, हेर्नुहोस् है त। मानौँ कि दिस वान, ल पक्नुहोस् ल, यो म होइन, यो म कुन चाहिँ हिमाल माथि छु म, डेफिनेटली यो म त होइन। तपाईँहरूले मेरो यसको एड पनि हेर्नुभयो होला। तर दिस इज नट मी एभ्री वान है। तर हेर्नुहोस् कति रियलिस्टिक छ यो भिडियो है। अनि तपाईँलाई कस्तो लाग्छ यो भिडियो, च्याटमा लेखेर पठाउनुहोस् ल। सो यो भिडियो हेर्नुहोस् है। अब एआई मार्केटिङ भनेको एक्ज्याक्टली के हो, कसरी काम गर्छ र कसरी यो स्किल सिकेर फ्युचर प्रुफ करियर बनाउने, त्यो सबै मैले मेरो अपकमिङ फ्री एआई मार्केटिङ मास्टर क्लासमा सिकाउनेछु। नट ओन्ली द्याट, एआई टुल्स युज गरेर कसरी हामी गाइज तपाईँहरूले मेरो हात मुभमेन्टहरू हेर्नुहोस्, मेरो ओठ हेर्नुहोस्, मेरो हेड मुभमेन्टहरू हेर्नुहोस् न। र यो एजेन्टबाट मैले फ्रीमै बनाएको बाइ द वे। फेरि विदिन फ्यु मिनट्स एउटा बिजनेसको कम्प्लिट मार्केटिङ क्याम्पेन बनाउँछु भनेर पनि लाइभ प्र्याक्टिकल डेमो देखाउनेछु यो मास्टर क्लासमा। अब यो एउटा भयो है। अब अर्को हेरौँ ल। सो यो अर्को हो। हेलो एन्ड नमस्ते, एआई मार्केटिङ मास्टर क्लासको वाट्सएप ग्रुपमा तपाईँलाई स्वागत छ। यदि अहिलेसम्म पनि तपाईँले मास्टर क्लासको लागि तपाईँहरूकै लागि मैले बनाएको थिएँ बाइ द वे, यही क्याम्पेनको लागि गर्नु भएको छैन भने तलको लिङ्कमा गएर अहिले नै गर्नुहोला। यो ग्रुपमा एआई र डिजिटल मार्केटिङको होइन, यस अलिअलि एआई लुक्स आउँछ होइन, कम्प्लिटली यो पुरै नेचुरल जस्तो पनि छैन है। तर तपाईँले यदि आफ्नो फेस वा आफ्नो एड क्याम्पेन्सहरूको लागि युज गरिराख्नु भएको छ, आफ्नै कन्टेन्ट दिएर युज गरिराख्नु भएको छ, टकिङ एड भिडियो बनाउन खोजिराख्नु भएको छ भने चाहिँ अलिकति एआईपन आउँछ। तर यो पनि पछि गएर इम्प्रुभ हुनेवाला छ क्या। स्टार्टिङमा यस्तो कहाँ थियो त नि होइन। अब बिस्तारै बिस्तारै तपाईँले चिन्नै सक्नुहुन्न कि कुन चाहिँ एआई हो कुन चाहिँ रियल हो भनेर। र यो भिडियो डेफिनेटली मान्छेले एआई नै भन्छ। मैले एआई नै भन्नुहोस्, एआई नै भनेर चिन्नु। अब एआई मार्केटिङ भनेको मैले यो भिडियो बनाएको माउन्टेनमा गएर है। सो दिस इज हाउ तपाईँले कन्टेन्टहरू क्रिएट गर्न सक्नुहुन्छ एभ्री वान है। यो कुरा क्लियर हुनुभयो भने टाइप 5 इन द च्याट बक्स। अब अर्को भनेको एड क्रिएटिभ्सहरू। तपाईँले कन्टेन्ट त क्रिएट गर्नुभयो